welcome to Sandy's vlog. आज चाहिँ हामी ब्लू माउन्टेन जाँदैछौँ हाइकिङ हो गाइस ल गाइस आज चाहिँ हामी हाइकिङ 2 घण्टाको ग्लुमी पनि छ तर we are not gloomy एके आशिष श्रेष्ठ the ड्राइभर गाइस आज चाहिँ अलिकति पानी पनि परिरहेछ हैन आज मैले केही ड्राइभ गर्छु भने चाहिँ आज म गर्दैन ठिकै छ आज चाहिँ हामी हैन खास पानी परिरहेछ तर पनि गाइस हामी जाने नै भयो हैन जाने भने चाहिँ जाने प्रार्थना पनि गइसकेछ गडले चाहिँ हामीलाई सेभ गर्नुहुन्छ सहायता गर्नुहुन्छ जाने भएपछि जाने हैन किनभने अब एभ्री सन्डे चाहिँ हाम्रो गाइस हाम्रो चाहिँ टुर हुन्छ अब नेक्स्ट सन्डे हामी कता जाने घरको टुर ल अब हामी जाँदैछौँ ल देखाइदिनु पर्यो अब बिचमा भरे ल पुगिसकेर अब बाटोतिर देखाउँदै हो ल अन द वे केही छ भन्नु पर्ने ग्रान्ड क्यानियन के अरे ब्ल्याक हिल हो ए हो लगाइस हामी अन द वे हाईवेमा आज खाली छ सन्डेको दिन कुदाउनु पनि मजा आइरहेछ होइन ब्रो चिल छ चिल पछाडि ऊ दुईजना फेरि एकछिन सुत्छ होला अस्ति जस्तो तर आज 1 घन्टा है कति हो टाइम 2 घन्टा आज चाहिँ आज चाहिँ हाइकिङ चाहिँ 1.5 घन्टा होइन कहाँ 37 मिनट हो अनि भगी लागिरहेछ गाइस होइन अब आज हाइकिङ हुन्छ कि हुँदैन तर हुन्छ होला है हिँड्ने हो होइन हिँड्ने हो नि नभए एकछिन गाडीमै बस्ने हो वरिपरि बस्ने हो यस्तो चाहिँ गाइस आजको वेदर चाहिँ बिस ट्रेन भयो लगाइस हामी भित्र पस्यो 6 मिनट जस्तो लाग्छ पछाडि गाइसहरू यहाँ के भयो अरे तिम्रो भन्यौ त आज के छ किन आज नसुतेको तिमी दाँत दुख्यो के कसरी के होम रेमेडीहरू छ भने तल कमेन्टमा गरिदिनु है कमेन्टमा ओके गाइस हामी चाहिँ अब एभन्स लुकआउटमा आएको छौँ हाम्रो अब चट्टल आएर आएको छौँ अब हाम्रो वर्क सुरु हुन्छ यहाँबाट अनि बाहिर चाहिँ फगी अनि अलिअलि रेनी छ अन्डालाई के भन्छ प्रोटिन हो त्यो यस प्रोटिन हाम्रो प्रोटिन इन्टेक सेन्डी दाजुले चाहिँ 20 वटा अन्डा ल्याउनु भएको छ 20 एग्स ओ अनि बाहिरको वेदर चाहिँ खतरा मलाई क्याप देऊ न लगाइस फाइनली हैन पानी पनि पर्दैछ हेर्नुहोस् हो यहाँको पानी पर्दैछ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँको वेदर चाहिँ यस्तो छ ए पानी त पर्दै रहेछ गाइस यार ए ल हामी कहाँ छ अहिले भन्यो हाम्रो चाहिँ यहाँ छ है यहाँदेखि हामी कता जाने हो उयो ट्रक फलो गर्ने कता हो कुन चाहिँ जाने ल यहाँ चाहिँ उयो जान के उयो यो हुन्छ 1.5 हो 1.5 जाउँ न यहाँ पनि 1.5 कतिवटा छ कि एउटा 4 घण्टाको त नगरौँ गाइस हैन त्यो हैन के 1.5 ग्रान्ड क्यानियनको त 4 आवर लाग्छ रे अनि तर त्यस्तो थिएन क्या उसमा त ल छाड्दैन हामी गरौँ न गाइस अब चाहिँ हाम्रो स्टार्ट भयो सबैको लाइक जुत्तामा ग्रिप त छ नि अलि छ ए ग्रिप छ नि खै एकचोटि फोटो देखाउ त मेरो कपाल यस्तो गरेछ हिँड न के हुँदैन ल गाइस अब चाहिँ स्टार्ट भयो हैन आर यु गाइस आर रेडी टु वक गाइस हैन सबैजना रेडी हैन अलि ल तिमी नट रेडी तिमी म नट रेडी ल यस्तो छ है गाइस अहिलेको वेदर यस्तो छ ओहो दामी ल सही हो है
दामी हेर न यहाँ बसेर आइपुग्यो ब्लू माउन्टेन गाइस खोइ केही देख्दैन त अन्त ब्लू माउन्टेन माउन्टेनमा वाइट मात्रै यहाँ उडेछ है ब्लू माउन्टेन त देख्दैन त गाइस के हो आहो गाइस हिजो फुटबल खेलेकोले दुखिरहेछ त्यो चाहिँ अब यहाँदेखि चाहिँ कति घन्टा लाग्छ अरे 1 घन्टा होइन 6 किलोमिटर भने कति किलोमिटर इभना रविना भन न तिमीहरू कति किलोमिटर अलिक गाइड गर न यार हामीलाई यार 6.3 किलोमिटर 3 to 4 आवर के सर्किट हामी सर्किटमा जाने हो हामी फर्केर आउने बिचबाट अब यहाँ मुनि सर्किट हेर न सर्किट 3 to 4 आवर देखाइदेऊ 3.4 hours त्यो उनीहरूले भनेको मात्र हो कि त्यो मलाई लाग्छ त्यो स्लो वकर हुन्छ होला हामी स्लो वाक गर्दै नि आज त्यस्तो चाहिँ तिमीले यस्तो भएर झर्छ ऊ हेर न रविना त हिँड्नु सकेको छैन ऊ हेर ऊ कसरी हिँडेको यो यहाँ म ल ल ल अब स्टार्ट भयो गाइस ओ हुँदैन क्या हाम्रो त यार है म त सक्दिनँ जस्तो साँच्ची हिँडेको है यसरी हिँड्नु परिरहेको यार तर ताते पछि सक्छ होला गाइस उहाँ गराउनु पर्ने क्यामेरा निकाल्नु पर्यो ग्रान्ड क्यानियन चाहिँ त रहेछ होइन ए यहाँ छ ग्रान्ड क्यानियन चाहिँ यो ठाउँमा तर यहाँको बाटो चाहिँ राम्रो छ कस्तो दामी छ तर ग्रिन पानी परेर एक्स्ट्रा ग्रिन देखियो है हेर न चिल्लो खाले है फेरि भनिदेऊ न उता हेर न दामी है रुख चिल्लो देखायो है पातहरू अनि यता हेर न मान्छेको मुख चिल्लो बाटो चिल्लो फेरि बाटो चिप्लो बाटो चाहिँ चिप्लो त्यो छ आइसकेन स्टार्ट गरेको आधी घन्टा भइसक्यो यहाँ कोही छ फोटो खिचेको केटाहरूले केटाकेटीहरूले अब कहिले कुद्ने फेसलेस भ्लग बनाउने हो आज ल उसले चाहिँ फेसलेस ल बनाऊ पानी पनि परिरहेको छ होइन गाइस हेर यस्तो जाने चाहिँ कति बेला जाने क्या मिनी भ्लग बनाऊ न तिमी चाहिँ यहाँ हुन्छ नि गाइस नहिँड्ने हामी पानी परिरहेछ त है जाउँ फोटोग्राफर नलाउ क्या क्याप ल बल्ल बल्ल यहाँबाट लाग्यो गाइस होइन जाउँ अब जाउँ हिँड है छोडिदिउँ अब ल गाइस यस्तो छ अहिले यस्तो चाहिँ जाउँ न गाइस हिँड न यार हिँड्नु चाहिँ हिँड न ए खुट्टा कस्तो भइरहेछ एउटामा लगाइस हामी बिच बाटोमा आइपुगेको छ यस्तो छ ठाउँहरू चाहिँ हामी चाहिँ दुईजना चाहिँ हल्का बिस्तारै हिँडिरहेछ केटीहरू चाहिँ अगाडि पुगिसक्यो यिनीहरू चाहिँ किनभने हामी चाहिँ हिजो फुटबल अनि अस्ति लेग गरेकोले लेगहरू पुरा दुखिरहेछ माथि को चढ्छ गाइस चढ चिप्लिँदैन होला गाइस यता पानीको आवाज पानीको आवाज मान्छेहरू चाहिँ अलि धेरै भएको छ गाइस होइन पानी आज सन्डे हो नि त सन्डे हो गाइस जान्यो ल ल जाउँ सक्नु ल ल ल हिँड तिमीहरू पनि वाउ वाउ भन्छ हो हिँड न छिटो त्यो अघि केटा त्यसले भनेको ठिकै रहेछ त्यो केटाले क्या अघि
गाइस यहाँ आइपुग्यो होइन 1 घन्टा भइसक्यो हामीलाई 6-7 वटा ग्रुपले हामीलाई छोडिसक्यो केटाहरूको फोटो खिचेको खोजेको छ गाइस हिँड keep walking guys जुत्ता त अन्त हाम्रो त खत्तम भयो त ल फोन आउँछ नि तातो भयो अलि खुट्टा तातो भयो खत्तम बनायो ल गाइस हिँड तिमीहरू हिँड्दै गर न छिटो गयो जुगा आउँछ क्या जुगा के गर्नु अब सबै भिजिसक्यो जुत्ता guys हिँड गाइस ल हिँड ब्रो हिँड न आशिष हिँड न जुम स्विमिङको खेल्दै रहेछ गाइस ए यिनीहरू स्विमिङ खेल्नु आएको रहेछ क्या है ल गाइस कस्तो भइरहेछ गाइस कस्तो भइरहेछ दामी मस्त गर्नु पाइँदै चाहिँ जब चाहिँ हामी फर्किँदैछ अहिलेको ठाउँमा अलिक कालो छ है कालो ओह्रालो मान्छेहरू धेरै छ हो हो स्विमिङ तलै झर्छ होला तिनीहरू ल नो मोर हाइकिङ अरे गाइस ल आज हिँड आजको लागि आज है वर्षलाई न वाह भयो ल हिँड मेरो सपना चाहिँ हैन मलाई यो हाइकिङ गर्नु मन थियो पुरा भयो कसको सपना हो
खुट्टा दुख्यो ल यहाँ मुनिबाट आएको गाइस हामी माथि जाँदैछ अब यहाँ मुनि थियो अघि ए अलिक होप्दै होइन गाइस यहाँ चाहिँ खुट्टा दुख्यो क्या ओइ ओइ म आज उकालो जानुपर्छ कसरी जाने गाइस हेर माथि है फाइनली झर्ना आइपुग्यो गाई यो त हाम्रो 10औं झर्ना हो हेर न छिटो हिँड्यो गाई हिँड्यो हो यो त घिनलाग्दो छ पानी यार मुनि हेर्दै हिँड है कस्तो भइरहेको छ गाइस थाकिरहेको छ यो त भिज्छ गाइस यो त 100% भिज्छ अब यो बोलाउ न गाइस छिटो छिटो ए यिनीहरू यहाँ बस्छ नि त ल छिटो 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 इजी बाटो छिटो न तिमी ओइ ला ग्यास हेर त यो त होइन होला यार लाइट वाला त लाइट हो ल गाइस अन्ध्या रहेछ है ए यो त होइन होला गाइस यहाँ त यो होइन यहाँ आउने यहाँ हेर्नु लाइट बाल न यो हुनु छ कता गयो तिनीहरू यो हेर्ने एकचोटि गाइसहरू डरायो अब ए तिनीहरूले हामीलाई फलो गरिरहेको छ फेरि होइन रहेछ गाइस फेरि अर्को बाटो जानुपर्ने भयो केटाहरू डराएर यार अनि किन अन्त अघि डराएको यार चमेरो साँप हुन्छ भनेर झन्डै अनि ल फाइनली गाइस डर लाग्दैछ आमामामु कहिले भेट्ने होला त्यो ठाउँ 80 मिटर छ लेख्नु पर्यो कि किन थाहा छ हो नि हो ले त्यो ल भन्दियो के भन्दै थियो अघि भन्दियो
हामी स्याटरडे हामीले लेक हानेको होइन सन्डे फ्राइडे अनि स्याटरडे पुरा फुटबल खेल्यो 2-3 घन्टा अनि आज हामी हिँडिरहेछ 1 घन्टा भनेर हामीलाई 4 घन्टा हुनु छैन है हो किन भन्नु 1 घन्टाको भनेको छैन हाम्रो 2 hours there and back भन्ने 2 hours 2.5 घन्टा भइसक्यो कहाँ पनि थाहा छैन अब बाटो पनि थाहा छैन सबै भिजिसक्यो हामी जुत्ताहरू हेर सबैको जुत्ता तिम्रो नयाँ हो जुत्ता गाइस यस्तो कालो भयो होइन ए पसिना पसिना भयो पसिनाले पुरा भिज्यो पानी उफ फर्स्ट एन्ड लास्ट बिचकिरहेको छु गाइस आज हाइकिङ नआउने गाइस है जिमा हिँड्छ 2 घन्टा ल गाइस फाइनली हामी 2 घन्टापछि हाम्रो 3 घन्टापछि डेस्टिनेसन हाम्रो आइपुगेको छ पुग्नु लागेको छ सबैजना गाडीको आवाज सुनेको छ तर अब हेरौँ 3-4 मिनट ओ आइ त गयो अन्त कुदेको अरे क्या लु गाइस फाइनली आइपुग्यो खोइ हाम्रो गाडी हो तर फाइनली आउनु त पुग्यो नि त आइपुग्नु त पुग्यो नि we did it एकछिन ल गाइस आशिषलाई ताली one more minute ल गाइस फाइनली आइपुगेको छ सबैजना भिजेर